माननीय गुरुप्रसाद बरालजीले भन्नुभएको थियो। उहाँले के भन्नुभएको थियो भने 10 वर्ष अगाडि यो 15औं 16औं हो कि 15औं त्यसमा चाहिँ योजनामा चाहिँ यो चाहिँ राखिएको थियो यसको कार्यक्रमहरू र 10 लाख चाहिँ रोजगारी सिर्जना गर्ने भन्ने किसिमको एउटा कागजी चाहिँ योजना चाहिँ राखिएको रहेछ। अब नेपालमा यो चाहिँ एउटा रोग जस्तै नै छ। धेरै कुराहरू कागजमा चाहिँ एकदम प्रष्टसँग राखिन्छ, मजासँग राखिन्छ, पढ्दाखेरि मजा नै आउँछ, तर व्यवहारमा लागू भएको छैन र त्यो योजना 10 वर्ष अगाडि राखेको भए पनि यो चाहिँ यसमा लागू भएको थिएन। अनि उहाँले भन्नुभएको थियो नासको ऐन चाहिँ 2048 सालमा ल्याएको भन्ने छ पुरानो सरकारले। नास अहिले पनि जीवितै छ, चलिरहेको छ। तर सुरुमा जुन उद्देश्यले नासको स्थापना भएको थियो पछि आएर चाहिँ यही हो, कसैले वास्ता नगरेपछि बिग्रिन्छ। स्याहार सुसार गर्यो भनेदेखि सप्रिन्छ, कसैले वास्ता नगरेपछि बिग्रिन्छ। त्यसमा चाहिँ स्याहार सुसार नपुगेर यो नासले चाहिँ अलिकति बाटो बिराएको छ। यसलाई चाहिँ हामीले अगाडि बढाउनु पर्ने छ। त्यसकारणले नासलाई कसरी बढाउने भनेर मैले अस्तिको पटक शिक्षा मन्त्री हुँदाखेरि पनि नासमा नै गएर त्यहाँ चाहिँ कार्यक्रममा मैले के भनेको थिएँ भनेदेखि 15 दिनभित्रमा यसलाई कसरी पुनर्संरचना गर्न सकिन्छ। खास गरी के छ त भन्दाखेरि खर्च त्यो चालु पुँजी चाहिँ धेरै छ अनि जुन पुँजीगत खर्च चाहिँ एकदम थोरै छ। योलाई चाहिँ एकदम ब्यालेन्समा ल्याउनुहोस्, यसको लागि पुनर्संरचना गर्नुहोस् भन्न मैले भनेको थिएँ। 15 दिनको समय दिएको, खोइ आउँदै आएन। अब आउँछ होला है, म मगाउँछु। त्यसको लागि नासलाई चाहिँ हामीले त्यसमा चाहिँ खास गरी गर्नुपर्ने कुरा के छ भन्दाखेरि नवप्रवर्तनलाई चाहिँ प्राथमिकता दिनुपर्नेछ। र मान्यज्यूले भन्नुभयो असोज 1 गते विज्ञान दिवस मनाउने भनेर जुन सुरु भएको छ, कति वर्ष भयो विज्ञान दिवस चाहिँ मनाउने छ, सरकार मनाइरहेको छ हरेक असोज 1 गते। र त्यो विज्ञान दिवस चाहिँ दिवस मात्रै मनाउने भएको छ। र पहिला एउटा दुईटा दिवसमा त म पनि आएको थिएँ, त्यसपछि त आउने छोडेँ। किनभने दिवस मात्रै मनाएर विज्ञान तथा प्रविधिको विकास हुँदैन भन्ने मेरो मान्यता हो र त्यसलाई पनि हामीले सुधार गर्नुपर्नेछ। र अरू कुराहरू नीति नियमहरू बनाएको कुराहरू माननीयज्यूले राख्नु भएको थियो, जस्तो परमाणु नीति, यो राष्ट्रिय विज्ञान तथा नवप्रवर्तन नीतिहरू त बनाएको छ, 2-4वटा नीतिहरू बनाएको छ। तर त्यो नीति मात्रै बनायो, त्यसको कार्यान्वयन चाहिँ भएको छैन। अब त्यसलाई चाहिँ हामीले अगाडि चाहिँ बनाउनु पर्ने छ। र उहाँको अर्को सुझाव थियो पूर्वाधार विकासको लागि विशेष बजेट माग गर्दछु भनेर माग गर्नुभएको थियो सरकारसँग। र त्यसको लागि चाहिँ धन्यवाद छ। पूर्वाधार चाहिँ धेरै बनाउनु पर्छ। यति थोरै पूर्वाधारले पुग्दैन र त्यो पूर्वाधारको लागि अब हामीलाई बजेट बनाउनु पर्नेछ, पर्याप्त बजेट। र उहाँले एउटा महत्त्वपूर्ण कुरा राख्नु भएको छ। महत्त्वपूर्ण के राख्नु भएको छ भने विज्ञान प्रविधिको कुरा अरू विकसित देशहरूले गर्छन् आविष्कार है, विज्ञान प्रविधिको आविष्कार अरू देशहरूले गर्छन्, हामीले गर्ने भनेको नवप्रवर्तन हो। यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो। जापानले पनि कुनै धेरै आविष्कार गरेको छैन, चाइनाले पनि धेरै आविष्कार गरेको छैन। आविष्कार गर्ने त अमेरिकाहरू, युरोपियन देशहरू, तिनीहरू हो नयाँ नयाँ चिजको आविष्कार गर्ने। र हामीले गर्ने भनेको नवप्रवर्तन हो। र खास गरी उद्योगमा व्यवसायहरूमा गर्ने भनेको कसैले गरेको आविष्कारलाई नवप्रवर्तन गरेर त्यसलाई व्यवसायीकरण गर्ने, औद्योगिकरण गर्ने, व्यवसायीकरण गर्ने। र हामीले गर्ने पनि त्यही हो। यो कुरा सारा नेपाली जनताहरूले बुझ्नु पर्ने छ। तर मेरो दिमाग बिग्रेर मैले के राखेँ भन्दाखेरि राष्ट्रिय आविष्कार केन्द्र भनेर नाम राखेँ एउटा। त्यहाँ बनाउँदाखेरि है त्यो दिमाग किन बिग्रियो भने त्यति बेला इनोभेसनको नेपाली चाहिँ आएन क्या। इनोभेसनको नेपाली आएन। नेपालीको विज्ञहरूलाई सोद्धाखेरि एउटा नवप्रवर्तन भन्ने शब्द अहिले चाहिँ धेरैलाई थाहा छ, तर म राष्ट्रिय आविष्कार केन्द्र खोल्दाखेरि नवप्रवर्तन भन्ने शब्द धेरैलाई थाहै थिएन। त कसैलाई थाहा थिएन। प्रोफेसरहरूसँग सल्लाह गर्दा
त्यस कारणले त्यो नवप्रवर्तन केन्द्रलाई चाहिँ आविष्कार केन्द्र नाम राख्दाखेरि महावीर पुनले के आविष्कार गर्यो, यसले कबड्डी खेलायो भनेर त्यो नाम आएको छ है। गर्ने चाहिँ हामीले आविष्कार पनि गर्ने हो, समय लाग्छ होला, कुनै जमानामा होला, कुनै समयमा होला, तर गर्ने भनेको चाहिँ के हो भन्दाखेरि कसैले गरेको आविष्कारलाई चाहिँ हामीले नवप्रवर्तन गरेर त्यसलाई चाहिँ अर्थतन्त्र बढाउने हो। जस्तो भनौँ यो माइकको आविष्कार पनि त, माइक्रोफोनको आविष्कार पनि त कसैले गर्यो। अब माइक्रोफोन बनाउने कम्पनीहरू त कति छन्। अनि के अरे उसको आविष्कार, यो के भन्छ मोबाइलको आविष्कार कसैले गर्यो। अब अहिले हजारौँ किसिमका मोबाइल कम्पनीहरू छन्, त्यो नवप्रवर्तन गरेको। त्यसैले यो चाहिँ उहाँले भन्नुभएको कुरा चाहिँ एकदमै सही हो। उहाँलाई यो कुरा चाहिँ अरूले पनि बुझ्नको लागि म अनुरोध गर्न चाहन्छु। र बजेट घटाइयोस् भन्नुभएको छ, यसको बारेमा म 1 रुपियाँ बजेट म भनौँला, यसको बारेमा अन्तिममा भन्छु। अब माननीय खुसबु ओलीजीले भन्नुभएको कुरा हो ब्रेन गेन गर्ने भन्ने कुरा हो। यो ब्रेन गेन भन्ने शब्द चाहिँ एउटा मिठो शब्द, सबैले बोल्ने शब्द चाहिँ भएको चाहिँ निकै भइसक्यो। पहिलेको सरकारहरूमा पनि यो ब्रेन गेन गर्नुपर्छ, यो ब्रेन ड्रेन होइन। नेपालको प्रतिभाहरू विदेशमा गए ड्रेन भए भन्ने होइन, ब्रेन गेन गर्नुपर्छ भनेर अब भाषणहरू चाहिँ धेरै हुन्थ्यो। अब त्यो गर्ने हो, तर कागजमा मात्रै ब्रेन गेन गर्ने गर्ने होइन। अब व्यवहारमा कसरी गर्ने भन्ने कुरा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले अब ब्रेन स्टोर्मिङ गर्दैछ। अब यसको लागि अरू कुरा जस्तो एआईको कुराहरूको, डाटा सेफ्टीको कुराहरू भयो, यो सबै कुराहरू चाहिँ उहाँले राख्नु भएको थियो, यसो गर्नुपर्छ भन्ने कुराहरू, त्यो चाहिँ हामीले एकदम गम्भीरताका साथ चाहिँ हेरिँदैछ होइन। अब के हुन्छ र त्यसमा पनि अहिलेको सरकारको मुख्य उद्देश्य चाहिँ अब यही छ, एआई आइटीलाई चाहिँ कसरी चाहिँ बढीभन्दा बढी गरेर यसलाई अगाडि बढाउने भन्ने छ सरकारको। त्यसैले प्रधानमन्त्रीज्यूले यो आइटी सम्बन्धी, एआई सम्बन्धी सबै जिम्मेवार चाहिँ पहिला चाहिँ सञ्चार मन्त्रालयमा थियो, अहिले त्यहाँबाट तानेर आफू मातहतमा राख्नु भएको छ। र उहाँले मात्रै गर्ने होइन, हामी सबैले मिलेर गर्नुपर्ने हो। त्यसैले यो चाहिँ उहाँले राख्नुभएको कुरा यसमा पनि छ। र उहाँले राख्नुभएको